स्टुडेन्ट्स सफल मान्छे कसरी बने सुरु नो अबाउट सेक्रेट अफ द सक्सेसफुल पर्सन सफल मान्छेका भित्री सेक्रेट कुरा बताउन लगाउने ओहो सफल मान्छेको सेक्रेट कुरा के होला त हजारौं मान्छे सफल छन् ती सफल मान्छेका सेक्रेट कुरा केही छैन हजुर सामान्य चिज छ के रहेछ एक्चुअली हेरि आऊ सफल मान्छेका सेक्रेट कुरा के रहेछ हेर्नुहोस् सुरुमा के गर्दो रहेछ डिसाइड जो मान्छे हालसम्म सफल भएका छन् तिनीहरूका हजारौं हजार पानाका किताब हेर्नुहोस् म सब पढेर थाकिसकेँ त्यस्ता किताब कति पढेपछि हामीलाई चाहिन्छ त मोटिभेसन गाउँछ नि पार्न तर हजारौं ती मोटा किताबमा केही हुँदैन सिर्फ कुनै चिज एक त डिसाइड गर्न पर्यो प्लान गर्न पर्यो भनेको तपाईँले भन्नु पर्यो अब तपाईँले डिसाइड गर्ने हो जस्तो कि अब सन्तोष भाइ छ अब आज डिसाइड गर्न पर्यो के डिसाइड गर्ने म यो फर्स्ट बिबिएस फर्स्ट इयरमा होइन कि यु आउँछु डिसाइड गर्ने भयो नट जो डिसाइड गर्न सकिन्छ डिसाइड गर्ने सेकेन्डमा प्लान गर्ने म यसरी पढ्छु दिनमा 4 घण्टाको बन्दै पढ्छु म टिकटक चलाउँछु 3 घण्टा अब आजबाट टिकटकको टाइम 1 घण्टा सारे म साथीभाइसँग घुम्न जाने 2 घण्टा अब आजबाट आधी घण्टा टाइम कम गरेँ म खाना खानको लागि 1 घण्टा टाइम लस गर्थेँ म आजबाट टाइमलाई सेभ गर्दैछु किन मेरो टार्गेट छ म ठिक उठाउँछु तर जो सकिन्छ तपाईँलाई मैले हालसम्म पढाएको 12 वर्ष भयो 12 वर्षमै मैले कलेजमा पढाएको प्रत्येक विद्यार्थीको टाउको इतिहास छ तर शुद्ध अर्थमा लाग्दा यी सबै सरकारी स्कुलका हुन् एकदम कमजोर कक्षा हुन् जुन कलेज तपाईँको इतिहास कलेजको सरहरू चाहियो कलेजको सरहरू चाहियो भनेपछि बुझ्नुहोस् त्यसले टप्दैन भनेको मान्छे कहाँबाट टप्यो भने त्यहाँदेखि त्यो ल्याउन सकिन्छ त्यसको लागि फर्स्टमा आफूले प्लान गर्नु एक डिसाइड छ दुईमा प्लान छ तिनमा के छ स्टार्ट तपाईँले के गर्नुहुन्छ प्लान गर्नुहुन्छ अनि छोडिदिनुहुन्छ कि म भोलि बिहान कतिको मान्छे हुन्छ नि मेरो ज्यान मोटायो म पातलो बन्छु डिसाइड गरेँ प्लान गरेँ भोलि बिहान 7 बजी मर्निङ वाक गर्छु भयो भोलि बिहान उठेको हुन्छ त होइन डिसाइड मात्र गरेर प्लान मात्र गरेर हुँदैन कामलाई स्टार्ट गरिहाल्नुहोस् यहाँसम्म त गाह्रो के पनि छ तर हाम्रो बानी तपाईँलाई भन्यो काम स्टार्ट गरेपछि हाम्रो छोड्ने बानी तर त्यो चिजलाई नछोड्नुहोस् कन्टिन्यू गर्नुहोस् फेरि कन्टिन्यू गरे पछाडि पनि हाम्रो फेरि छोड्ने बानी चाहिँ हेर्नुहोस् मैले भन्दा मैले भाषा बुझ्नुभयो म बिहान 4 बजे उठ्छु भने मेरो ज्यानमा भुँडी लाग्यो म भोलि बिहान म चाहिँ अब दुब्लाउन छ भने म बिहान 4 बजे उठ्छु भन्छु भोलिपल्ट बिहान 4 बजे उठ्छु प्लान पनि गरेँ स्टार्ट पनि गरेँ भोलिपल्ट उठेर मर्निङ वाक पनि गरेँ पर्सि पनि गएँ निका पर्सि पनि गएँ 5 दिन पछाडि बिहान 4 बजे पानी गरेँ आज जाँदिनँ अब कामलाई कन्टिन्यू गरेन भने सक्यो जिन्दगी जेसुकै अप्ठ्यारो परिस्थिति आओस् जुन काम लिनु भएको छ नि त्यो कामलाई सक्सेस गरेरै छोडिदिनुहोस् चाहे पानी परेर के भन्छ पानी पर्यो भने के हुन्छ हजुर पानीमा विस्तृत गर्न सकिन्छ त सकिन्छ त किन हाम्रो टार्गेट हेर्न सक्छ हामीले टार्गेट हेर्न सक्छ त्यही कारणले गर्दा फर्स्टमा कन्टिन्यू गर्नुपर्दो रहेछ फेरि के आयो कन्टिन्यू भनेको काम नछोड्नुहोस् भन्न खोजेको काम सुरु गरेपछि सुरु गर्नुहोस् यस्तै सुरु गर्नुहोस् कामलाई सक्नुहोस् त्यही नै तपाईँ सक्सेसको स्टोरी हजारौं हजार ठुल्ठुला साहित्यकारहरूका ठुल्ठुला बिजनेसम्यानहरूका करोडपतिका अरबपतिका किताब लेखेका किताब हेर्नुहोस् हजारौं पानाका छन् त्यो पानाभित्र पाउने तपाईँले मेन नोट भनेको किनकि हामीलाई त्यो पाना पढ्नलाई 1 महिना 2 महिना लाग्यो होला त्यो पानामा त त्यो 1000 पानाको किताब पढ्दाखेरि हामीले केही भेटेनौँ भेटेको चाहिँ यति डिसाइड गर्यो प्लान गर्यो काम सुरु गर्यो कहिले हरेस मानेर काम सक्यो सफल भयो यो सफलताको सूत्र त्यही भएर तपाईँले फेरि फर्स्टमा मलाई के गर्नु पर्यो फर्स्टमा डिसाइड गर्न पर्यो र के गर्नु पर्यो प्लान गर्नु पर्यो तपाईँको अहिलेको डिसाइड केही होइन तपाईँको अहिलेको डिसाइड भनेको सुरु इक्जाम दिमागमा लाग्छ अनि कोहीले भन्दा मेरो त 14 गते भागेर इन्डिया जानु भने डिसाइड गरेर कोही हुन्छ भागेर कोहीले जानु हुन्छ नि मैले सिर्फ डिसाइड थाहा पाउनु के हो बस इक्जाम हुन्छ अब फेरि भन्दा सफल मान्छे केलाई भन्दैन म तपाईँलाई थोरै यहाँ कुरा भने एउटा भगवान छोड्दै हेर्नुहोस् छोड्दै छोड म छोड्छु भनेर डिसाइड गरेँ होइन अनि कुनै ब्याङ्क छोड्ने प्लान पनि गरेँ प्लान गरेँ लिच्ची भन्नु न ब्याङ्क नम्बर लिच्ची भन्नु न प्लान पनि एकछिन होइन तपाईँ आउनुहोस् डिसाइड गर्यो प्लान गर्यो बस चोर्न पनि गयो ब्याङ्क चोर्न पनि गयो बस यो चोर्ने काम कन्टिन्यू
क्लास कन्टिन्यू गरेर हरेस खाएन, सक्सेस भयो फिनिस गरेँ, सक्सेस भयो, तर एउटा सफल मान्छे भन्न सकिँदैन। सर तपाईँले गीता भन्नुभएको त डिसाइड गर, पार गर, काम गर, सक्सेस भइन्छ। सक्सेस हुनको लागि 4वटा चिज चाहिन्छ। एक, फर्स्टमा आत्मसन्तुष्टि। त्यो चोर जिन्दगीमा अरबौँ रुपियाँ चोरे पनि सन्तोषले बाँच्न सक्दैन। आत्मसन्तुष्टि चाहिन्छ एक। अर्को दुई, ख्याति हुन्छ, गुडविल। चोरको इज्जत हुन्छ हुँदैन। ओ चोर नमस्कार कोहीले भनेको सुन्नु इज्जत हुँदैन। ख्याति हुन पऱ्यो, नाम राख्न पऱ्यो। तर याद गर्नुहोस्, बरु सामान्य झाडु लगाउने मान्छेको पनि इज्जत हुन्छ, तर चोरको हुँदैन। त्यसलाई भन्छ इज्जत, ख्याति। अर्को छ मनी। पैसा पनि हुन पऱ्यो। अनि मान्छेले भन्छ म कमी न, म मोटिभेसन हुन भन्छ मनी इज नथिङ भन्छ चाहिँ पैसा केही पनि हुँदैन। भगवान्को छ बेलुका के खाने, बिहान के खाने, च्यातियो कपडा के लगाउने, पैसा चाहिन्छ। तर पैसा सिप, घाँस, बाँस, कपासहरूका लागि चाहिन्छ। शिक्षा, स्वास्थ्यका लागि चाहिन्छ। भनेको अचानक आफू बिरामी भयो, हस्पिटलमा गएर सिटामल किने त पैसा हुन पऱ्यो। आफू बेलुका मासु भात खसीको मासु नै खान पर्छ भन्ने छैन। कुरा भन्छ अब कुरा गरिहालौँ। खसीको मासु नै खान मन लाग्यो, खसीको मासु नै खान पर्छ त मैले भने होइन नि त। गुन्द्रुकको झोल र भात किन नखाओस्, तर गुन्द्रुकको झोल र भात खानको लागि त पैसा चाहियो। भनेको तपाईँलाई आफ्नो आवश्यकता, नर्मल आवश्यकता पुरा गर्नको लागि पैसा चाहिएको रहेछ। र अन्तिममा छ टाइम। सर टाइम भने के भन्नु होला, यो समाजको लागि टाइम हो, सोसियल टाइम। तपाईँलाई के भन्छ भन्दा तपाईँको गाउँघरमा कसैको बिहा भयो, बिहामा जन्ती गइन्छ, मर्दा मलामी गइन्छ, कसैको घरमा झगडा पऱ्यो, मिलाउन गइन्छ। सोसियल टाइम पनि हुन पऱ्यो तपाईँलाई। बोल्नु भनेको कोही मान्छे दुईवटा परिवारमा झगडा भयो, गएर टक्क मिलाइदिनुहोस्, पत्र कुरा गर्नुहोस्। तपाईँलाई हेर्ने मान्छेको दृष्टिकोण आकाशमा पनि फरक पर्छ। त्यही कारणले गर्दा सफल हुनको लागि डिसाइड, प्लान, स्टार्ट, कन्टिन्यू र फिनिस मात्र भएर सफल हुँदैन। सफल हुनको लागि आत्मसन्तुष्टि चाहिँदो रहेछ, इज्जत ख्याति चाहिँदो रहेछ। अलिकति भए पनि घर परिवार चाल्न हुन्छ नि, घाँस बाँस कपास, शिक्षा र स्वास्थ्यका लागि